हर्क साम्पाङका हकमा उनले अन्तिम पोस्टमा चाहिँ जति बेला सस्पेन्ड भएको थियो त्यसको अन्तिम पोस्टमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेँ भन्नुको साटो म चाहिँ यलम्बर विमानस्थलमा अवतरण गरेँ भनेर भनिएको थियो। यो एकपटक होइन, यो पटक पटक गरिएको थियो। त्यसैले गर्दाखेरि यसमा कयौँ रिपोर्टहरू पनि भयो होला र त्यसले फेसबुकले त्यस अगाडिका 3वटा मापदण्ड पुरा नभएको भनेर यो चौथो मापदण्डमा पनि विशेष गरी सायद मोनिटाइजेसन पनि हटाइदिइसकेको थियो होला र अहिले भनिए जस्तै यसलाई 180 दिनको अपिल समय दिएको छ र त्यो अपिल प्रभावकारी लाग्यो भने, किनभने त्यो 14 लाख फलोवर भएको भेरिफाइड पेज भनेको चान्चुने पेज होइन। यदि मोनिटाइज नै भइरहेको थियो भने महिनाको त्यो लाखौँ रुपियाँ कमाइ हुने पेज पनि हो, किनभने त्यसको सक्रियता, त्यसमा राखेका भिडियो, टेक्स्ट, अहिले त अब फेसबुकले केसम्म गर्छ भने तपाईँलाई स्टोरीका लागि पनि, टेक्स्टका लागि पनि, फोटोका लागि पनि, सबै सामग्रीका लागि तपाईँलाई पैसा दिन्छ र यदि तपाईँ 10 लाखभन्दा बढीको पोस्ट छ र तपाईँ सक्रिय हुनुहुन्छ भने तपाईँले त्यति नै सङ्ख्यामा भनेको करिब 10 लाख नै महिनाको कमाइ पनि गर्न सक्नुहुन्छ, तर त्यसको मर्यादित प्रयोग गर्न सक्नु पर्यो।